हेलो गाइज वेलकम टू माई मिनी ब्लग। मेरो मिनी ब्लगमा सबलाई स्वागत छ। सबभन्दा पहिला त सबलाई मनबाट नमस्कार। आज बिहानै होटल आएर म आफ्नो बाहिरको साफसफाइ गरेर त्यहाँपछि आफ्नो किचन साफसफाइ गरिसकेपछि म आफ्नो किचनको सामानहरू बेलुकापट्टि सब भित्र राख्छु। बिहानपट्टि बाहिर निकालेर गाइज त्यहाँपछि हाम्रो यो के भन्छन् मोमोको तयारी गर्न लागिसक्यो। यो चाहिँ म आफ्नो मोमोको लागि म आटा गुनिरहेको छु गाइज। आटा लगभग अब पहिल्यै आटा गुनेपछि गाइज पछि मजा हुन्छ कि पछि मोमो बनाउन, त्यही कारण म पहिल्यै आटा गुन्छु गाइज। त्यो आटा गुनेर राखिसक्यो। अब लगभग हाम्रो मोमोको मसला बनाएर अब त्यहाँपछि हाम्रो यो 1/2 मोमोको पहिला त्यहाँपछि हामीले मन्चुरियन बनायौँ गाइज। मन्चुरियन बनाइसकेपछि हाम्रो यो 2 पिज्जा आइसक्यो। एक डबल चिज पिज्जा, एक टमेटो चिज पिज्जा हो। 2 पिज्जा बनाएर रेडी गरेर हामीले 2 पिज्जामा रेडी पारेर एकदम दामी तरिकाले प्याक गरेर हामीले 2 पिज्जा चाहिँ एउटा कस्टमरलाई दिएर यो हाम्रो बाहिर केटाहरू, यो चाहिँ हाम्रो छोटो, हो चाहिँ हाम्रो मोटेल लगाइज। आजको लागि बाई बाई।